नमस्ते। नेपालको रेस्टुरेन्ट या होटलमा चाहिँ खानाको परिकारको चाहिँ एकदम फोटोमा चाहिँ यसरी अब ब्यानर बनाएर चाहिँ राखिरहेको हुन्छ होटलतिर या फोटो भनौँ न त्यसरी राखिरहेको हुन्छ। तर जापानमा चाहिँ जापानको रेस्टुरेन्टमा सब रेस्टुरेन्टमा चाहिँ खानाको परिकार चाहिँ यसरी राखिरहेको हुन्छ। खाना मात्रै नभएर आइसहरू सब कुराहरू चाहिँ यसरी राखिरहेको हुन्छ। तपाईँले देखाउँछु म। त्यो चाहिँ अब यहाँ जापानको एकदम महँगो। यसको हेर्ने यो सेटको पैसा 1628 छ। हेर्नु यसै राखिरहेको छ सब। तर देख्दा भर्खर बनाएको जस्तो देखिन्छ। तर यो सबै स्यान्डविच हेर्नुहोस्, आइस हेर्नुहोस्, क्रिम भन्ने हेर्नुहोस्, क्रिमहरू अब आइसहरू हेर्नु साथै यो बानिला आइसहरू देख्दा त्यो सबै भर्खर बनाए जस्तो फ्रेस जस्तो छ। तर यो कुनै पनि फ्रेस छैन। यो चाहिँ डिजाइन मात्रै यस्तो गराएको हो। तपाईँले म एक देखाउँछु, आउनुहोस्। यसको नाम चाहिँ मैले पढ्ने किनकि यहाँ अलि धेरै छन्, म नाम चाहिँ पढिनँ। तपाईँले म सर देखाउँछु, एकलाई सर हेर्नु साथीहरू। ल यो सब चाहिँ आइसदेखि हेर्नु माथि आइसहरू हेर्नु। ल स्ट्रबेरी हेर्नु यहाँ तल हेर्नु। यो फग हेर्नु साथीहरू, फगको चाहिँ माथि चाहिँ अड्किरहेको छ। यस्तो बनायो ठ्याक्क जमाएर ठ्याक्कै ओरिजिनलले जस्तो बनायो। तर यो कुनै पनि ओरिजिनल होइन। त्यो चाहिँ मान्छेलाई आकर्षण गर्न, कस्टमरलाई आकर्षण गर्नको लागि बनाएको हुन्छ। यसलाई हेर्नु साथीहरू यहाँ